नमस्ते। भनेको सबै मान्ने, झगडा नगर्ने, हल्ला नगर्ने, सामान यताउता नफाल्ने, दुःख नदिने बच्चाहरू झट्ट सुन्दाखेरि त सजिलो लाग्छ, हुर्काउन सजिलो होला जस्तो, ज्ञानी हो, ठिक हुन्थ्यो जस्तो। तर यदि तपाईँले आफ्नो बच्चालाई यस्तो बनाइरहनु भएको छ भने पनि त्यो एउटा स्वस्थ बच्चाको सङ्केत होइन। अब सबैभन्दा पहिलो कुरा भनेको त बच्चाले कान नसुन्ने, आँखा नदेख्ने, अटिजम अथवा अरू कुनै साइकोलोजिकल डिसअर्डरहरू हुनसक्छ। तर यदि तपाईँको बच्चाले यो समस्याहरू केही छैन, तपाईँदेखि नै डराउने हो, तपाईँको कन्ट्रोलमा भएर यस्तो गर्ने हो भने बच्चाले सिक्ने भनेको गल्ती गर्दै, मिस्टेक गर्दै, बाउन्ड्री टेस्ट गर्दै सिक्ने हो। यदि अभिभावकसँग अनावश्यक रूपमा डराइरहेको छन्, उनीहरू गल्ती गर्न सक्दैनन्, मैले केही मिस्टेक गरेँ भने मलाई गाली गर्ने हुन्, पिट्ने हुन् भन्ने उसको दिमागमा परेको छ। ऊ अभिभावकको बरु नजिक पनि पर्न चाहँदैन भने यो डरले गर्दाखेरि बच्चाहरूको दिमागको विकासमा नकारात्मक असर गर्छ। अभिभावक र बच्चाको बिचको बन्डिङमा पनि नकारात्मक असर गर्छ। त्यसैले बच्चालाई मिस्टेक गर्यो भने के मिस्टेक भयो सम्झाइ बुझाइ गर्ने, तर डर पैदा गर्ने, उसलाई चल्न, खेल्न, होहल्ला गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने गरेर हुर्काउन पनि हामीले प्रयास गर्नु हुँदैन।